आलु रोप्नुभन्दा पहिला मोल माटो यसरी तयार गर्छु मैले चाहिँ। सुरुमा माटो राख्छु अनि फेरि यो कम्पोस्ट मल घरमै तयारी पारेको कम्पोस्ट मललाई राख्छु। त्यसपछि यो मललाई पनि माटोले सर्लक्क यसरी छोपिदिन्छु। अनि भने यहाँनिर आलुको बिउ तयारी छ। यतिको टुसाहरू आइरहेछन्। अब यो आलुलाई यसरी हलुका धेरै तलसम्म पनि नै यतिको गाडेर रोप्छु के। अब प्रत्येक भाँडोमा त्यसै गरी पहिला माटो राख्ने अनि कम्पोस्ट मल राख्ने, फेरि यो कम्पोस्ट मललाई छोप्ने अनि फेरि आलु रोप्ने, त्यस्तै गर्दै सबै भाँडोमा मैले यस्तै गर्दै रोप्दै गर्छु कि साथीहरू। घरमै तयार पारेको कम्पोस्ट मल पनि एकदम राम्रो छ। पसलबाट किनेको भन्दा यो मल थोरै राखे पनि एकदमै लाग्छ कि बोट बिरुवाको लागि एकदम राम्रो र उत्तम हुन्छ। अब अनि आलु रोप्ने यसो गरेर आज मैले सर्लक्क आलु रोपेँ कि साथीहरू। कौसीमा अलिकति भए पनि रोप्यो भने चाहिँ अर्ग्यानिक खान पाइन्छ। त्यही भएर आज चाहिँ मैले सर्लक्क पारेर आलु रोपेँ यसरी।